हेलो गाइज, गुड मर्निङ। आज म बिहान उठेर हेर्नुहोस् न, कति राम्रो भ्यू, पानी परेर राम्रो देखिरहेछ। आज म छिट्टो उठेर कपडा धोएर पनि सुकाइसकेँ साथीहरू। मेरो प्लान्टहरू पानी परेको थियो, त्यही भएर माथि छतमा राखिदिएको छु। चाहिँ मेरो डल्ले खोर्सानीको बोट साथीहरू। आज चाहिँ हामी दिदीबहिनीहरू मिलेर घुम्न जान लागेको छु कि साथीहरू, त्यही भएर बिहानै उठेर काम गर्दैछु म। दादा चलो हमारा बिस्कुट उड़ा देते। मेरो खाजा चाहिँ रेडी भयो। हामी चाहिँ घरमै बनाएर लाने क्या खाजा चाहिँ, घुम्ने पनि ड्राई पिकनिक जस्तो पनि हो त्यो साथीहरू। मेरो खाजा रेडी भयो। के गरेको त्यो? गाइजहरु, अब हामी लाग्यौँ है घुम्नलाई। जाउँ। दिदीहरूले पढिसक्नुभयो, छिटो जाऊँ, ढिलो हुन्छ। हिँड्नुभएको? छिटो छिटो पापा, छिटो छिटो हेन्छौँ। एक्लै हिँड्ने रे? ल कुदेको दादा नानी पर्खिनु, साथीहरू भेट्नु पुगेर। साथीलाई भेटेर आयो। लाग्नुहोस् ल, हुन्छ हामी आउँछौँ जानु। हाम्रो ग्रुपहरू ए हो र, इन्ट्री गरेर जाने। रास्ता थाहा नभएर सोध्नु हुँदो रहेछ दाजु दिदीहरूले। अब हामी यहाँ पार्क गरेर हिँड्नको लागि लागौँ दादा, यहीँ खाइदिनु हो। ल लागौँ है त। हामी दादा यहीँ खाइदिनु भएको। यो सिँढी चाहिँ 424 सिँढी हिँड्नु पर्ने अरे। आमामा सकिन्छ होला त? हामी गलियो त हौ, गलियो गाइज, गलेको अवस्था। हाम्रो गाइजहरू माथि पुगिसक्नु भयो। यस्तो घाममा के हामीलाई रहरलाई। म त सक्दिनँ त बहिनी, बसौँ दिदी यतैतिर। अब मजा आयो दिदी, बच्चाहरूलाई मजा आएछ। सबैजना पुगिसक्नु भयो, हामी चाहिँ गफ गर्दै बस्दैछु। बिस्तारो एक दुई स्टेप भने यहाँबाट कस्तो राम्रो भ्यू देखेँ क्या। छैन छैन हिँड्नु न, आइहाल्छ बहिनी र मैले आउँछु। वाउ जैन पाउ त्यो बेलामा झन् कस्तो क्या नाके ठोकिने गरी उकालो रहेछ। राम राम भगवान्। दिदीहरू एकछिन रेस्ट गर्ने। अब दिदी बहिनीहरूले चाहिँ फाइनली 424 सिडी क्रस गर्नुभएको छ। खतरा छौँ हामी, खतरा। ठुली ठुली गर्नु मिलाउतीलाई हामी मन्दिर जाँदैन। हामी चाहिँ अब दर्शन गरेर लागेको। दर्शन गरेर अलिक तलतिर गएर बस्नु पर्ला। यहाँ अलिक गर्मी भयो। बता खायो कङ कङ।
खतरा होइन मेरो कुण्डो आज खेलेर हुन्छ त नानी अनि गाउने एउटा गीत अब कुन गीत गाउँ भने खोइ मलाई आउँदैन गीतै मैले सुप्रिया कुन गीत गाइदिउँ कस्तो राम्रो त्यसो तल रहेछ हामी चाहिँ माथि पुगेर आएको 440 सिडी नै चढेर आएको हामी मेरो पुण्ट आज खुब हिँडिरहेछ आम्मामा छोरी गलेन कस्तो राम्रो बेबी हेर न बुहारी कता यता दिदीहरू के भन्नुभयो सुनि न है बल्ल कुण्डो दादा हेर्न हेर्नु दादा गलिम है पापालाई पनि पानी दिएर मामुलाई पानी खुवाइदिएको दादी आउनु कुण्डो आउ त थोरै हात हुने पानी पो अब पुलाउ छ हाम्रो यहाँ चाउमिन खानेकुरा खै सेलरोटी कस्तो दामी नरम भएछ बाउ छोरा चाहिँ यहाँ खेल्दै हुनुहुन्छ खानेकुरा रेडी हुँदैछ कस्तो गर्नुहोस् दिदीलाई टेस्ट गर्नु त कस्तो छ खानेकुरा दाजु खाना बहिनीले बनाउनु हुँदैछ कस्तो दाजु दिदी मेरो यसलाई म गर्मीमा उकालो हिँडे पनि अहिले चाहिँ थकान मेट्यो आनन्द भयो भएको महसुस भइरहेछ ब्रेसलेट लाको हातले भयो अब उता बिदा दिदी छोरा खेलेको पापा छोरीको कपाल बाँडिदिनु हुँदैछ कुण्डो दादा यहाँ नु यो चाहिँ दिदी बहिनीहरूको रिल्सको लागि प्र्याक्टिस हुँदैछ लागेको बाई गाइस गुङ्गा फालिदिनु किरी हुन्छ गुङ्गामा ल अब हामी घर फर्केको हाम्रो ग्रुपहरू अघि लागिसक्नु भयो हामी पछि छौँ बच्चाहरूलाई खुब रमाइलो बस्छ होइन एक्लै हिँड्दैछ बच्चाहरू हाम्रो कुण्डे हो नुनु पनि हिँड्दैछ एक्लै हेर कुदेको कुण्डे खुब मजा आएछ उनीहरूलाई हजुर यसरी त नानी बोकेर बिजक भएर पाइरहेछ नि त यहाँ हुनुहुन्छ बहिनी आमा बाबा नानीलाई बोकेर खतरा हुनुहुन्छ हो कस्तो मन हिँडेछ हेर्नु दर्शन गरेर आएछ कि बस्केको अरे 440 साथीहरू हामी